हेलो साथीहरु, आज यहाँनिर भुटान बोर्डरको सामान डेलिभरी गर्नु छ। त्यही भएर यत्रो आज चाहिँ कति बज्यो भने तपाईको 11:30 बज्यो। 11:30 बज्यो, तपाईको 11:30 कति 11 5 10 15 भयो। आज चाहिँ यहाँनिर तपाईको भुटान बोर्डर छेउको सामान अब यसरी लोड लियो। लोड पुरै लोड छ। यो कपडा सबै सामान यस्तो लोड लिएको छु। आज चाहिँ अब पुऱ्याउन जानुपर्छ होम डेलिभरी। के गर्नु साथीहरु, बुद्ध पूर्णिमा आएको छ। अब होम डेलिभरी दिनुपर्छ। यस्तो साथीहरु हेर्नुस् है, लोड कस्तो छ, ठीक छ कि छैन हेर्नुस् साथीहरु। यसमा अझै केही लोड हुन सक्छ भने भन्नु होला। यहाँनिर कसरी लोड गर्नुपर्ने, यो मालहरु यसको माथि लोड गर्थे, तर के गर्नु ब्याक साइडको फेरि देख्दैन भनेर, लुकिङ ग्लास देख्दैन भनेर मैले साइडमा हालेको लोड। हेर्नुस् साथीहरु। हेलो साथीहरु, म चाहिँ माल सामानहरु यहाँ दिएर अब फेरि आधी एकजनालाई दिनुपर्ने छ। दिएर म चाहिँ फेरि अब निस्के साथीहरु। फेरि निस्के अब अर्को अझै 2 जनालाई दिए। फेरि अब 1 जनालाई दिनुपर्ने छ साथीहरु। म चाहिँ अहिले एकदम भुटानको फेदमा आइपुगेको छु। हेर्न सक्नुहुन्छ तपाईले, भुटानको हरियाली हेर्नुहोस् कस्तो राम्रो छ। वाउ, हेर्नुहोस् साथीहरु, फाइनली भुटानमा आइपुगे। हेर्न सक्नुहुन्छ, वहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। गुम्बा जस्तो छ भुटानको। साथीहरु, यो देखिरहनु भएको यो चाहिँ चाय सुन्दरी घर, जुन चाहिँ पश्चिम बङ्गालको चायपत्ती टिप्ने वा चाय बगानको श्रमिकहरूलाई बनाइदिएको घर हो। कति राम्रो छ हेर्नु होला साथीहरु। यो कहाँको हो कमेन्ट पनि गर्नु होला। हस्त।